हेलो सम्पूर्णमा स्वागत छ। हिजो हामीले प्रोभिन्स लेभलको डेटामा अलि प्ले गरेका थियौँ। यसमा भएको एट्रिब्युट टेबलबाट हामीले कसरी सिलेक्ट गर्ने, कसरी लेबल गर्ने भन्ने कुरोहरू हामीले गरेका थियौँ। अब यसको एट्रिब्युट टेबलमा हामीसँग जतिवटा कोलम छ, यो प्रत्येक कोलमलाई फिल्ड भनेर भन्छ। हामी प्रत्येक फिल्डहरूलाई यता म्यापमा देखाउन सक्छौँ। जसरी अहिले चाहिँ हाम्रो पिआर नेमले बाहिर लेबल भएको छ हैन। अब यसलाई मैले अरु लेबल गर्नु पर्यो भने चाहिँ यहाँबाट सिधै लेबल फिचरमा अनचेक गर्यो भने चाहिँ अफ हुन्छ, लेबल फिचरमा चेक गर्यो भने चाहिँ यो अन हुन्छ। अब के देखिया छ भन्नलाई चाहिँ मैले जानु पर्यो भने चाहिँ प्रोपर्टिजमा जाने, यता लेभल्समा क्लिक गर्ने हैन। यहाँबाट पनि लेभल अफ अन गर्न सकिन्छ। यहाँ चाहिँ मैले अहिले प्रोभिन्स भनेर मैले एप्लाई गर्यो भने चाहिँ के हुँदो रहेछ त, अर्कै फिल्डहरु देखिया छ। मैले यिनीहरुको हाइट, कलर, फन्टहरु पनि मैले चेन्ज गर्न सक्छु। यसरी चेन्ज गर्न मिल्छ। यो बाहेकको केही नयाँ फिल्ड पनि एड गर्न सक्छु। जसरी मैले टेबल अप्सनमा जान्छु, टेबल अप्सनमा गएपछि एड फिल्ड गर्छु। एड फिल्डमा अब नयाँ फिल्ड भनेको जसरी अब्जेक्ट आइडी छ, प्रोभिन्स छ, पिआर नेम छ। अब म चाहिँ यिनीहरुको सेन्टर भनेर राख्न खोजिरहेको छु भनेपछि पहिला मैले एउटा नयाँ फिल्ड बनाउँछु। यहाँ चाहिँ टाइप गरेर म्यानुअली टाइप गरेर यहाँ सेभ गर्छु, अनि चाहिँ मैले ब्याकग्राउन्डमा लेबल गर्न सक्छु। अब सेन्टरको नेम चाहिँ कस्तो टाइपको डेटा हो भनेर चाहिँ हामीले डिफाइन गर्नुपर्ने हुन्छ। सेन्टरको नेम चाहिँ कस्तो हुन्छ र टेक्स्ट फर्मेटमा हुने भयो हैन। सर्ट इन्टिजर र लङ इन्टिजर भनेको न्यूमेरिकल भ्यालुहरुको लागि हो। यो फ्लोट भनेको डेसिमलहरु, फ्लोट र डबल भनेको पोइन्ट डेसिमलहरुको लागि हो। टेक्स्ट भनेको चाहिँ हाम्रो केही नामहरु दिनु पर्यो भने चाहिँ टेक्स्ट लेख्नु पर्छ। सो यसले के भन्न खोजेको छ कि हाम्रो सेन्टरमा हामी प्रदेश नम्बर 1 को विराटनगर भनेर यसरी हाम्रो यो लेख्ने डाटा चाहिँ कस्तो भयो त, टेक्स्ट फर्मेटमा छ भनेर भन्न खोजे हो। इन्टिजर लेख्यो भने यसले मान्दैन, किनकि हामीले विराटनगरलाई इन्टिजरमा यसले लिँदैन। सो लेन्थ कति छ भन्नलाई चाहिँ यसले 50 लेन्थ गरेको छ। ओके, ठीक छ, 50 लेन्थ नै गर्दा ठिकै छ। अहिले ओके गर्दियौ। अब यहाँ हामी हेर्न सक्छौं ब्याकग्राउन्डमा सेन्टर भन्ने एउटा नयाँ फिल्ड एड भइसकेको छ। अब हामीले चाहिँ यसमा टाइप गरेर नाम राख्ने हो, तर अहिले सिधै यसले टाइप गर्न दिदैन। हामीले एडिटरमा गएर स्टार्ट एडिटिङ गर्नुपर्ने हुन्छ। स्टार्ट एडिटिङ गरेपछि हामीले केमा काम गरिरहेछौं त, प्रोभिन्स लेभलमा काम गरिरहेछौं। यहाँ प्रोभिन्स लेभलमा छ, त्यही भएर प्रोभिन्समा ओके गर्दियौ। अब चाहिँ हामीले केही टाइप गर्यो भने चाहिँ टाइप गर्न दिन्छ है। ल, अब हामीले चाहिँ प्रदेश नम्बर 1 को सेन्टर भनेको विराटनगर हो। 2 को यसरी मैले टाइप गरे। अब चाहिँ मैले के गर्नु पर्यो, सेभ गर्नु पर्यो। एडिटरमै जाने, सेभ एडिट्स भन्ने छ, सेभमा गए, मैले सेभ गरे। अब मैले यसमा राइट क्लिक गरे, प्रोपर्टिजमा गए। अब प्रोभिन्समा चाहिँ हामीले सेन्टर देखाउनु पर्यो भने चाहिँ यसरी सेन्टर देखाउन मिल्छ। यसरी नै मैले आफ्नो आवश्यकता अनुसार फिल्ड एड गरेर कुनै डिटेलहरु भर्न सक्छु। जसरी मैले एड फिल्ड चाहिँ अहिले हाम्रो एक्टिभ छैन। किन छैन भन्दाखेरि हाम्रो एडिट स्टार्ट छ, त्यही भएर एडिटलाई स्टप गर्यो भने मात्रै हाम्रो के हुन्छ त, एड फिल्ड एक्टिभ हुन्छ। हामीले यसरी नयाँ फिल्ड थपेर केही डिटेलहरु राख्यौं र म्यापमा शो पनि गर्यौं। अब यो बाहेक हामी एट्रिब्युट टेबलमा के गर्न सक्छौं भन्ने कुरा हेरौं। यसरी प्रत्येक फिल्डको माथि मैले डबल क्लिक गर्यो भने चाहिँ के हुन्छ, एकचोटी एसेन्डिङ अर्डरमा गइराछ, एकचोटी फेरि डबल क्लिक गर्यो भने चाहिँ डिसेन्डिङ अर्डरमा गइराछ प्रत्येक फिल्डको नामहरु है। जसरी अल्फाबेटिकली यसरी मिलाउनु पर्यो भने चाहिँ डबल क्लिक गर्ने, सबभन्दा पहिला बायाँपट्टि आउँदो रहेछ। एसेन्डिङ अर्डरमा बढ्दै क्रममा गइराछ। अब चाहिँ
घट्दै क्रममा भनेपछि सबभन्दा लास्टमा अल्फाबेटिकल्ली सुदूरपश्चिम आयो, त्यसपछि यसरी घट्दै क्रममा जाँदो रहेछ। मैले अब यसमा राइट क्लिक गरेँ भनेपछि त्यही कुरा छ, सर्ट एसेन्डिङ सर्ट डिसेन्डिङ अर्डर भन्ने छ है। जीएसमा के फेसिलिटी छ भन्दाखेरि कुनै पनि भेक्टर डेटाहरू पोइन्ट लाइन अथवा पोलिगन डेटाहरूको यसले अटोमेटिकली चाहिँ एरिया निकालिदिन्छ है। पोइन्ट डाटा छ भने चाहिँ त्यो पोइन्टको कोअर्डिनेट निकालिदिन्छ, लाइन डाटा छ भने चाहिँ लाइनको डाइमेन्सन निकालिदिन्छ, र एरियल डाटा छ भने चाहिँ त्यो एरियल डाटा अथवा पोलिगन डाटाको एरिया र पेरिमिटरहरू निकालिदिन्छ। यसले हामीले चाहिँ मेनुअली टाइप गर्नु पर्दैन। अब हेरौँ हामी एरिया निकालौँ, 7वटै प्रदेशको एरिया हामी निकालौँ कति रहेछ भनेर। त्यसको लागि पहिला मैले एड फिल गर्नु पर्यो। एड फिल गरेर मैले नाम चाहिँ के दिन्छु त, एरिया भनेर नाम दिन्छु। एरिया चाहिँ अब हाम्रो कस्तो खालको हो त, पोइन्टमा आउन सक्छ, त्यही भएर मैले फ्लोट अथवा डबल लेख्दा मैले डबल लेख्थेँ। प्रिसिजन भनेको कति हो भने लेन्थ भनेको चाहिँ 20 नाम दिउँ। स्केल भनेको चाहिँ पोइन्ट पछाडि कति भ्यालुहरू देखाउने भन्ने कुरो छ, मैले अहिले 2 लेख्थेँ अनि ओके गर्थेँ। अब सुरुमा त आफै आउँदैन, जरुर आउँछ होइन। अब यसको एरिया निकाल्नलाई चाहिँ मैले एरिया माथि एरियामा राइट क्लिक गर्ने, राइट क्लिक गरेपछि क्याल्कुलेट जियोमेट्रीमा जाने। क्याल्कुलेट जियोमेट्रीमा गएपछि हेरौँ हामीले एरिया निकाल्न सक्छौँ, पेरिमिटर निकाल्न सक्छौँ, एक्स र वाइ कोअर्डिनेट अफ द सेन्ट्रोइड भनेर निकाल्न सक्छौँ। अहिले एरिया निकालौँ। एरिया चाहिँ हाम्रो स्क्वायर किलोमिटरमा छ, निकालौँ। ओके गरेपछि हेरौँ हामीले एरिया स्क्वायर किलोमिटरमा निकाल्यौँ। यस्तै हामी अन्य कुरा पनि लेख्न सक्छौँ। मैले एउटा नयाँ फिल्ड एड गर्छु। नयाँ फिल्ड चाहिँ पेरिमिटर भनेर मैले राखेँ। पेरिमिटर पनि के हुन सक्छ त, पोइन्टमा आउन सक्छ। मैले डबल राखिदिएँ, पोइन्ट पछाडि 2 राखिदिएँ, यो चाहिँ 10 राखिदिएँ, ओके गरिदिएँ। अब मैले यसमा राइट क्लिक गर्छु, क्याल्कुलेट जियोमेट्री जान्छु। अब यहाँ चाहिँ म के गरिदिन्छु त, पेरिमिटरमा जान्छु। पेरिमिटर केमा राख्ने हो, हामी चाहिँ किलोमिटरमा राखिदिउँ। ओके गर्नुहोस्, यसरी किलोमिटरमा आउँछ। यसरी हामीले आवश्यकता अनुसार प्रत्येक एभ्री टाइम नयाँ फिल्डहरू एड गरेर केही डेटाहरू निकाल्न सक्छौँ, लेबल गर्न सक्छौँ र फिल्डहरूलाई डिलिट पनि गर्न सक्छौँ। डिलिट गर्न चाहिँ यसमा राइट क्लिक गरेर डिलिट फिल्ड भन्ने छ, मैले डिलिट गरेर गर्न सक्छु। अब मैले यसरी काम गरेकोलाई मैले के गर्नु पर्यो त, सेभ गर्नु पर्यो, अटोमेटिक सेभ हुन्छ। ल अहिलेसम्म हामीले एट्रिब्युट टेबलमा डेटाहरूलाई कसरी लेबलिङ गर्ने भन्ने कुरा हेऱ्यौँ। अब हामी सिम्बोलोजीको काम हेरौँ। अहिले हामीसँग 7वटा प्रोभिन्स छ। 7वटै प्रोभिन्समा हाम्रो के छ त, कलरहरू एउटै छ। अब म डिफ्रेन्ट कलरले पनि देखाउन सक्छु, त्यसलाई सिम्बोलोजीको थ्रु हामीले देखाउन सक्छौँ। सिम्बोलोजी टुल चाहिँ यसमा सिधा डबल क्लिक गर्यो भने पनि हामीसँग त्यो प्रोपर्टिजको ट्याब खुल्छ, अथवा यहाँ गएर राइट क्लिक गर्यो भने पनि प्रोपर्टिजको ट्याब खुल्छ। यो सेक्सनमा हामीसँग सिम्बोलोजी भन्ने छ, सिम्बोलोजीमा छ है। अहिले हाम्रो के छ त, यता हेरौँ, फिचरमा सिङ्गल सिम्बोल छ। अहिले हामीले जतिसुकै क्याटेगोरी भए पनि एउटै सिम्बोलले देखाएको छ भनेर भनेका छौँ है। यहाँबाट चाहिँ हामी इन्डिभिजुअल्ली चाहिँ सबैको एउटै कलर भनेर हामी यसरी देखाउन सक्छौँ। अब यहाँ दोस्रोमा क्याटेगोरिज भनेर छ। क्याटेगोरिजका आधारमा चाहिँ हामीले यसलाई डिस्प्ले गराउन सक्ने पर्ने हुन्छ। अब यता क्याटेगोरी भनेको अब क्याटेगोरी वाइज चाहिँ हामीले सिम्बोलोजी चेन्ज गर्नुपर्ने हुन्छ। फिल्ड भ्यालु भनेको हामीले के का आधारमा क्याटेगोराइज गर्ने हो भन्ने कुरो छ। जसरी अहिले मैले सेन्टरका आधारमा गरेँ अथवा प्रोभिन्सका आधारमा गरेँ होइन। त्यसपछि मैले के गर्नु पर्यो, एड अल भ्यालुज गर्नुपर्छ। यसलाई अन्टिक लगाइदिउँ। एड अल भ्यालुज गर्दाखेरि हामीसँग 7वटा आइटम आएको छ भन्नाले 7वटा प्रदेश छ भनेको हो। अब कलर ऱ्याम्पमा गएर हामी कलरहरू चुज गर्न सक्छौँ। जसरी यस्तो गर्दा एप्लाई गरौँ, ब्याकग्राउन्डमा कलर चेन्ज भइसकेको छ है। होइन यस्तो भनेर पनि हामीले गर्न सक्छौँ।
यसरी इन्डिभिजुअली हामीले यसरी यसलाई यस्तो कलरमा यो प्रोभिन्सलाई ब्लू कलरमा भनेर पनि हामीले चेन्ज गर्न सक्छौं। हेरौं त्यस्तै सेन्टरको आधारमा पनि एड अल भ्यालुज गर्ने, कलर र्याम्पहरु चुज गर्ने अनि के गर्ने त एप्लाई गरिदिने, ओके गरिदिने। यसरी चेन्ज हुन्छ। अब मैले यसलाई चाहिँ लेबल फिचर गर्छु। सेन्टरका आधारमा चाहिँ मैले के गरे त यसलाई क्लासिफाई गरे। हामीले प्रोभिन्सको एरिया निकालेका थियौं अघि। अब प्रोभिन्सको एरियामा जाउँ। एट्रिब्युटबाट हामीले चाहिँ एरियाबाट पनि केही क्राइटेरियाहरु दिएर हामीले चाहिँ सिलेक्ट बाइ एट्रिब्युट गर्न सक्छौं है। सिलेक्ट बाइ एट्रिब्युटमा जाउँ। अब हामी के गर्न सक्छौं, एरिया इज लेस देन 1000 गर्यो भनेपछि एउटै रहेन छैन त 10000 गर्दाखेरि एउटा सिलेक्ट भयो। यसरी न्युमेरिकल भ्यालुले पनि हामी सिलेक्ट गर्न सक्छौं। स्विच सिलेक्सन भनेको चाहिँ अब के भयो त, एरिया 1000 भन्दा बढी भएको चाहिँ 6 वटा प्रदेश रहेछ अनि एरिया 1000 भन्दा कम भएको चाहिँ एउटा प्रदेश रहेछ, जुन चाहिँ 2 नम्बर प्रदेश हो भनेर हामीले भनेको छ। हामी यसलाई रिनेम पनि गर्न सक्छौं। हाम्रो यो मिस्टेक छ भने चाहिँ एडिटरमा गएर स्टार्ट गर्न सक्छौं। हामी टार्गेटमा प्रोभिन्स छ, ओके गरौँ। अब प्रोभिन्स नम्बर 2 भनेर राखेको छ। यसमा चाहिँ के लेखौँ त, यसलाई सेभ गर्नलाई चाहिँ एडिटमा गएर सेभ एडिट्स गर्ने। अब हामी कुनै नयाँ फिल्डका आधारमा पनि सिम्बोलाइज गर्न गइरहेका छौं। जसरी मैले एट्रिब्युट टेबल अन गरे हैन, राइट क्लिक गरे, एडिटमा गए, स्टप एडिटिङ गरे, एडिट गरे, एड फिल्ड गरे। एड फिल्डमा मानौ हाम्रो क्लास भन्ने छ, टेक्स्ट भन्ने छ, ओके गर्दिए। अब यहाँ चाहिँ 1 स्टार रेटिङ गर्नु पर्यो। हामीले यसमा प्रोभिन्स राख्नु पर्यो, ओके गर्दिने। टेक्स्टमा 1 भन्ने छ, मानौ यो 1 छ। यो मैले यसलाई सेभ एडिट गरे हैन, यो चाहिँ सेभ भयो। अब हामी अहिले राखेको क्लासका आधारमा पनि यसलाई देखाउन सक्छौं। जसरी राइट क्लिक गरेर प्रोपर्टिजमा जाने, प्रोपर्टिजमा गएपछि सिम्बोलोजी जाने, सिम्बोलोजीमा गएपछि हामी के आधारमा त क्लासका आधारमा गर्ने, एड अल भ्यालुज गर्ने। अब हाम्रो चाहिँ कतिवटा क्लास बन्यो त 4 वटा हैन त। एप्लाई गर्ने, ओके गरेपछि हेरौँ त हाम्रो क्लासका आधारमा पनि हामीले सिम्बोलोजी गरेर देखायौं। अब 4 वटा क्लास भयो हैन। अब यसलाई नै 7 वटा प्रदेशलाई 7 वटा डिफरेन्ट कलर गर्नु छ भने चाहिँ हामीले केमा गर्नु पर्यो त, पीआर नेममा गर्नु पर्यो, जहाँ चाहिँ 7 वटा चाहिँ के छ हाम्रो त क्लासहरु छ। यसरी 7 वटा डिफरेन्ट क्लासहरु बन्ने रहेछ। र अब हामी लोकल लेभलमा काम गरौँ। हामी के गरौँ भन्दाखेरि यसमा राइट क्लिक गरेर मैले आफ्नो जिल्लाको लोकल लेभल मात्र देखाउनु पर्यो भने चाहिँ के गर्नु पर्ला त, मैले यहाँ जान्छु, त्यसपछि सिलेक्ट बाइ एट्रिब्युट्स जान्छु। मैले के गर्नु पर्यो त, डिस्ट्रिक्ट चुज गर्नुपर्ने हुन्छ। डिस्ट्रिक्ट इक्वल्स टु अनि गेट युनिक भ्यालुज गर्ने अनि मैले यहाँ टाइप गर्न सक्छु। यहाँबाट सर्च पनि गर्न सक्छु मैले है। अनि यहाँ मैले यहाँ डबल क्लिक गरे, एप्लाई गर्ने,
मेरो के भएको छ त 10 आउट अफ 776 आर सिलेक्टेड भएको छ। बैतडी जिल्ला सिलेक्ट भएको छ। अब यसलाई मैले छुट्टै सेभ फाइलमा कसरी एक्सपोर्ट गर्नु पर्यो त डेटामा गएर एक्सपोर्ट डेटा गर्ने अनि कहाँ सेभ गर्ने त्यो फोल्डरको नाम दिने। मैले यहाँ नयाँ फोल्डर पनि बनाउन सक्छु। नयाँ फोल्डर भन्ने छ डे 3 भनेर मैले बनाएँ। अब यो भित्र चाहिँ मैले रिनेम पनि के गर्छु त डे 3 भित्र बैतडी भनेर मैले ओके गरेँ अनि एड पनि गरेँ। यसो गर्दाखेरि लोकल लेभललाई अब मैले अफ गरिदिएँ भने चाहिँ हामीलाई के भयो त बैतडी डिस्ट्रिक्टको लोकल लेभलहरू सिलेक्ट भएको छ। अब मैले यसको एट्रिब्युट टेबल अन गरेर हेऱ्यो भने चाहिँ हेरौँ त प्रोभिन्स नम्बर 7 छ, प्रिया सुदूरपश्चिम छ, डिस्ट्रिक्ट बैतडी छ, लोकल लेभल चाहिँ दशरथ विभिन्न लोकल लेभलहरू छ, टाइप भनेको नगरपालिका छ। अब मैले यिनीहरूलाई चाहिँ के गर्नु पर्यो पालिका वाइज मैले सिम्बोलोजी गर्छु। सिम्बोलोजी जान्छु, क्याटेगोराइजमा जान्छु, यहाँ चाहिँ मैले लोकल गर्छु, एड अल भ्यालुज गर्छु हैन अनि मैले एप्लाई गर्छु, ओके गर्छु। अब मैले यसलाई लेभल फिचर पनि गर्छु। के हो त अहिले सुदूरपश्चिम लेखेर आएको छ किनकि यहाँ लेभलमा टार्गेट फिल्ड भनेको चाहिँ हाम्रो पिआर नेम छ। मैले चाहिँ लोकल गर्नु पर्यो। अब चाहिँ के आउँछ त पालिकाको नाम सहितको डाटाहरू आउँछ। यसरी पनि मैले काम गर्न सके। अब कहिलेकाहीँ हाम्रो के हुन्छ भन्दाखेरि सिलेक्सन क्राइटेरियाहरू एउटा भन्दा बढी हुन सक्छन्। जसरी सिलेक्ट बाइ एट्रिब्युट गर्छु, लोकल इक्वल्स टु एड युनिक भ्यालुज गर्छु अनि यहाँ चाहिँ गोदावरी भनेर मैले लेखेँ हैन। गोदावरी मैले लेखेर गर्दाखेरि यहाँ डबल क्लिक गर्नु पर्यो, ओके गर्यो भने चाहिँ हेरौँ त के हो त अहिले दुईटा सिलेक्ट भएको छ किनकि गोदावरी भन्ने पालिका चाहिँ हामीसँग दुईवटा रहेछ। अब हेरौँ यस्तो केसमा के हुने भयो दुईटा कन्डिसन लाउनु पर्ने भयो हैन किनकि एउटा सुदूरपश्चिम प्रदेशमा छ, अर्को यो 3 नम्बर प्रदेशमा छ। कहाँबाट हामीले हेर्यौँ भन्दाखेरि यहाँ हेरौँ एउटा बागमती प्रदेशमा छ, अर्को सुदूरपश्चिम प्रदेशमा छ। अब यस्तो बेला हामीलाई त कुनै एउटा प्रदेशको चाहिन सक्छ। यसरी एट्रिब्युटहरू सेम भएको डाटा पनि कहिलेकाहीँ हुन सक्छ हैन। एउटै नामको पालिकाहरू एउटै नामको ठाउँहरू त विभिन्न ठाउँमा हुन सक्छ। त्यही भएर यस्तो बेला हामीले चाहिँ कन्डिसनहरू एउटा अर्को लाउनु पर्ने हुन्छ। सिलेक्सन बाइ एट्रिब्युटमा अब मैले के गर्नु पर्यो पहिला अनसिलेक्ट गरिदिउँ यसलाई सुरुदेखि गरौँ ल। अब लोकल इक्वल्स टु गोदावरी गरेँ र मैले के गर्नु पर्यो एन्ड गर्नु पर्यो। एन्डमा क्लिक गर्छु अनि गेट युनिक भ्यालुज गर्छु। एन्ड गर्दाखेरि मैले अब के गर्नु पर्यो त प्रोभिन्स छान्नु पर्यो नि त अनि प्रोभिन्स इक्वल्स टु गेट युनिक भ्यालु गरेर 7। अब मैले एप्लाई गर्नुहुन्छ अब के भयो हेरौँ त हाम्रो एउटा मात्रै सिलेक्ट भएको छ। नक्सामा पनि हेर्न सक्छौँ। लोकल लेभल गोदावरी र प्रोभिन्स नम्बर 7 भएको मात्रै दुवै कन्डिसन सेटिस्फाई हुने मात्रै सिलेक्ट गर भनेर भन्यो। त्यही भएर यस्तो भयो। अब यो एन्डको ठाउँमा मैले अर राखेर हेल्यो भने चाहिँ के हुन्छ रहेछ हेरौँ त। अर राख्दाखेरि के हुन्छ दुवै कन्डिसन म्याच हुनेलाई सबैलाई सिलेक्ट गर्छ। त्यसले के गरिदियो लोकल लेभल गोदावरी भएको सबै सिलेक्ट गरिदियो र प्रोभिन्स नम्बर 7 को सबै सिलेक्ट गरिदियो। भनेपछि लोकल लेभल गोदावरी एउटा यहाँ छ एउटा यहाँ छ र प्रोभिन्स 7 भनेको पुरै यहाँ छ। हामीलाई दुवै कन्डिसन मात्रै मिट हुने चाहियो भन्दाखेरि एन्ड गर्नु पर्यो। दुवै कन्डिसन मध्ये कुनै एउटा मिट भए ओके भन्ने कुरामा चाहिँ हामीले के लाउनु पर्यो त अर लाउनु पर्ने हुन्छ। हामी यसरी पनि काम गर्न सक्छौँ। आज हामीले लेभल फिचर कसरी गर्ने, नयाँ फिल्डहरू एड र अपडेट कसरी गर्ने, मल्टिपल एट्रिब्युट्सले कसरी सिलेक्ट गर्ने, कुनै पनि भेक्टर डेटाको एरिया र पेरिमिटरहरू कसरी निकाल्ने, सिम्बोलोजी कसरी गर्ने भन्ने कुराहरू हेऱ्यौँ।